देशप्रति गद्दार तपाईँ हो। देशप्रति गद्दार हो जसले देशको विकास दिन दिने। 20 वर्षमा देशलाई गरी बनाइदियो, युवाहरूलाई बाहिर पठाइदियो, युवाहरूलाई विदेश पठाइदिने, देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने? हामी त गुच्चा खेल्न आएको हो। एउटा कुरा के भने माननीय सदस्य तपाईँ निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईँ डाइस छाडेर तल जानुहोस्। यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु र वक्ता मान्य सदस्य बाँकी विषय आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। पार्टीको दलीय हिसाबले यदि निर्देशन दिन्छ त्यो निर्देशन हामी मान्न तयार छैन। किन सभामुख संसदको एमालेको होइन। सभामुखजी स्वतन्त्र सांसद साँडेर जहिले पनि मलाई रुलिङ मात्र गर्ने होइन, सबैलाई रुलिङ गर्नुपर्छ। सबै संसद बराबर हो। यहाँ कोही ठुलो होइन, कोही सानो होइन। किनकि बारम्बार देख्छु कि हामीलाई मात्रै रुलिङ गर्ने, स्वतन्त्र सांसदलाई मात्रै रुलिङ गर्ने कि एउटा राष्ट्रपाललाई दुख दिइराख्ने। किनकि वो सानो दल छ, एउटा स्वतन्त्र सांसद चाहिँ त्यसलाई बोल्न नदिने, त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुम्लाउने, त्यसलाई ताली बजाउने। त्यस कारणले यो अन्याय हामी सहँदैन। हामी नयाँ सांसद होइन। अन्याय सहनको लागि जनताले हामीलाई भेजा छैन। अन्याय विरुद्ध लड्नको लागि भेजा छ। चाहे त्यो आर्थिक असमानता होस्, चाहे जातीय असमानता होस्, चाहे लैङ्गिक असमानता होस्, त्यसको लागि बोल्न यहाँ आएको छु। निर्धारित विषय नबोले यहाँ निर्धारित विषयमा बोल्नुपर्छ, नियम तपाईँ तल जान सक्नुहुन्छ। ठिक छ, तपाईँले मलाई बोल्न दिनु, म यहीँ रहन्छु। 7 मिनट मेरो टाइम छ, म यहीँ रहन्छु।